Hello everyone, welcome back to my another vlog again. So आज चाहिँ हामी होपील्यान्ड वाटर पार्क आएका छौँ हैन, along with my friends. So यहाँ चाहिँ एकजना हुनुहुन्छ सन्जिन अनि दुईजना तल हुनुहुन्छ टिकटमा अनि अर्को साथी आउँदै हुनुहुन्छ. सो आज हामी होपील्यान्ड वाटर पार्क मजाले घुम्नेछौँ अनि कस्तो एक्टिभिटीहरू हुन्छ सब ट्राई गर्नेछौँ. सो लेट्स इन्जोय टुगेदर गाइज. ओके अल राइट गाइज, अहिले चाहिँ हामी साथीहरूसँग यहाँ भेटिसकेका छौँ होइन. उहाँ महेन्द्र दाई हुनुहुन्छ, नवीन दाई अनि यहाँ सन्जोग छ. सो टिकट पनि छ काटिसकेको छ. सो स्विम सुट किनिरहेको छ केटाहरूले होइन. सो लेट्स गो है, स्पेसल टिकट ल ल ल ल ल. सो टिकट यहाँ चाहिँ केटा हो. अब चाहिँ हामी यहाँबाट यो टिकट लिएर भित्र जानेछौँ है त. टावल पनि बोक्नु भएको दाइ? टावल पनि बोक्नु भएको? ए भइगयो त, नुहाएर आइयो कि कट्टु छ यत्तिकै जाने. खै त सन्जोग सन्जोग आइज है. ओके सो अहिले चाहिँ हामी छिरिसकेका छौँ है. यस्तो छ भित्र सिस्टम. सन्जोग पछाडि छ, तिनजना अगाडि. हो लेट्स गो है त, लेट्स गो लेट्स गो. हाम्रो मोटे दन यहाँ आइरहेछ. यो आज बडी फ्ल्याक्स हानिदिने हो, जेसुकै होस्. राइट त हान्नुपर्छ, डलर सब हान्नुपर्छ. सो आज सन्जोग अनि फर्स्ट टाइम है? फर्स्ट टाइम. सन्जिन र दाइको चाहिँ छैन. महेन्द्र दाइको पनि फर्स्ट टाइम, मेरो पनि फर्स्ट टाइम. तिनजना फर्स्ट टाइम अनि दुईजना चाहिँ सेकेन्ड टाइम भइरहेछ है आज. अहिले हामी आइसकेका छौँ है. आइपुग्यो है. अब रक गर्ने रक. They came in so fast and so hard, and these guys knew exactly what to. Let's go. आज त के हो, भिडियो पनि पुरा मान्छेको अनुहार चाहिँ भ्लग बनाउनु पर्ने अवस्था आउला जस्तो देख्छु म होइन. लेट्स सी के हुन्छ. लकर यहाँ चाहिँ लिनुपर्ने रहेछ होइन. सो दुईवटा लकर लिएको हामीले 5 जनाको लागि. अब चेन्ज गरेर सिधै जानेछौँ है त. ए केटाहरू अब ड्रेस चेन्ज गर्न लाग्यो हामीलाई होइन. एज यु क्यान सी सब कपडा सपडा फुकालिसकेको छैन, रेडी. यो छ नवीन दाई, महेन्द्र दाई, लेट्स गो. अब हामीसँग लाग्यो है. सो जाउँ. अहिले चाहिँ हाम्रो यो जुत्ता र झोलाहरू राखिरहेको छौँ है. सक्यो होइन यसको चाबी ल. आउनु पहिला चिसमा पनि दादा खोलामा पौडी खेल्ने भने यस्तो स्विमिङ पुलमा त अलिक गाह्रो हुने रहेछ यार, डर लाग्ने रहेछ. स्लाइड हान्दिउँ. यहीबाट हो, दुईजनाले बोकाउ त. एउटामा हुन्छ र? दुईजना एउटा ल्याउनु म लगेर जानुपर्ने रहेछ है. हामी चाहिँ अब गएको ल. तानो तानो.
तिमी हाम नफाल है त्यतिकै ताना उता यो गोब्रो भित्र अहिले हो ल अफ गरिदेऊ त Let's go! Let's go, guys! Everybody! Jump, jump, jump! Jump, jump, jump! Say, say! Hey! Let's go, go! Get in. Let's go. Pwa. Let's go, guys! Let's go! Go, 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 go! Go, go, go! Yay! सही आयो अहिले अहिले सही आयो Lai, noi lai, hey! विनर विनर Hey, cool! अब डुबिएन के अब चाहिँ के थाहा Lai, lai! कहाँ पानी पर्यो सबभन्दा लास्टमा म झरेको हो यदेखि बोर्ड खत्रै मजा भयो होइन हुन चाहिँ तर हल्का डर लाग्ने रहेछ क्या यस्तो पुरै फुल स्किम नआउँदा त्यहाँ राम्रो त होइन अहिले जाने कहाँ यसो बडी फ्लेक्स हानिदिनु त नवीन दाइ महेन्द्र दाइ यहाँ छ हाम्रो किङ नयाँ वर्षको शुभकामना छ है सबैले Lai, 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 under. Guys, next. Hi. Yay! Guys, अहिले अर्को होइन एक्टिभिटी डान्स गाइस डान्स डान्स रेन डान्स हो हाम्रो होइन अब आउँछ केटाहरुमा ल ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ
त्यसमा उसमा है गाइस सो अहिले हामी तल सिद्धेर माथि निस्किरहेको छौँ होइन अब यहाँको एउटा पार्क रहेछ सो पार्क भिजिट गर्ने त्यस पछाडि फेरि ब्याक टु रुम हुनेछौँ सो अहिलेको हाम्रो अनुहारको चमक यस्तो छ अब चाहिँ चमक बढ्यो कता जाने हामी यो त डबल घुम्छ यता नि घुम्छ स्पिन यता नि घुम्छ हो लास्ट हुन्छ नि म त आत्तिरै मन रिङ्गर चल्छ केटा आरे ग्याङ नेपाल एयरलाइन्स ट्याङ ब्यागेज सुपरभाइजर सो नेक्स्ट एडभेन्चर ये सुरु है नेपाल एयरलाइन्स ग्याङ दामी छ है बेला है दामी कहिले यता म खिच्छु गाइस गाइस यता हेर्नु यता हेर्नु नेपाल एयरलाइन्स ग्याङ तुलुङ सर के भन्नु छ हल्काटिङ गरेर चलिरहेको छ घुम्नु थालेको छ है हामी सबैजना नेपाल एयरलाइन्स ग्याङ ब्यागेज सुपरभाइजर्स रमाइलो रमाइलो छ है रमाइलो ए एभ्रीबडी छ्या यो त केही डरै नलाग्ने रहेछ यार अहिले त स्टार्टिङ हो भाइ सुरुमा यस्तै हो गाइजहरु यता हेर्नु यता हेर्नु सबजना यता हेर्नु होइन दाइ हामी दुईजना यता सँगै छौँ है यता अब रमाइलो हुँदैछ है यता रमाइलो हुँदैछ सकियो है हल्का रिङ्गटा चल्ने रहेछ होइन So here we go guys. अहिले सफारीतिर छौँ है हामी सो यहाँ डाइनोसरको उयो रहेछ सफारीको इन्ट्री भएको छ यहाँ होइन यहाँबाट हाम्रो इन्ट्री भइरहेको छ झोलासँगै हुन्छ ओके गाइज सुरु भयो है त हाम्रो डेन्जर महेन्द्र दाइ कता हो हामी महेन्द्र दाइ कता हो हामी लै कता बे नम्बर 1 लै हामी अब गुफाभित्र प्रस्थान गरिसकेका छौँ होइन अब यता नम्बर 1 हाम्रो यता बिएमएको हातमा छ बे नम्बर 1 कोही माछालाई त चल्छस् कुटा खान्छस् है भाइ कुटा खान्छस् टोक्छस् फेरि केटा हो अब यताबाट यता यो हाम्रो यो के भन्छ यो डाइनोसर यो के भन्छ टिरानोसरस कि के भन्छ यसलाई समथिङ के भन्छ होइन जस यता अब लाइभ भएको छ होइन त्यहाँ सन्जिनले मुड छोड्नु लागिसक्यो त्यहाँ अब यता हाम्रो यो यता अर्को पनि आउँदैछ है रमाइलो हुँदैछ खै त्यसको त केही छैन त्यहाँ यो त केही पनि चल्दै चलेन यो चाहिँ फेरि सातो जान्छु होला पिकलको उयो हो नि त पिकलको के भन्छ अरे खाजा हो कि यो चाहिँ यति हो अब यति नै होला इन्डिङमा आइसक्यो गाइज अहिले हाम्रो सफारी सिद्ध होइन अब हामी क्यामेरा भएको ठाउँमा जाने अनि त्यहाँ तल खिचेको फोटोहरू एकचोटि चेक गर्ने त्यस पछाडि चाहिँ फेरि ब्याक हुने हो है त है सो लेट्स सी हाम्रो फोटोजहरू कस्तो खालको आएछ फोटो पनि लिइसकेको छ होइन अनि अहिले हाम्रो एक्जिट भइरहेछ सो त्यही हो यसरी नै आजको हाम्रो एडभेन्चर पनि भनौँ टाइम पास पनि भनौँ रमाइलोसँग मजाले त्यहाँ छ है त्यही हो सो ओपील्यान्ड फाइनल सर्ट हाम्रो यही हो आजको लागि सो अब अर्को भिडियोमा हाम्रो भेट हुनेछ है त पार्कको एडभेन्चर पछाडि होइन
हामीले चाहिँ यहाँ चाउचाउ सादेको आइरहेको छ होइन यस्तो भोक लाग्यो होइन यस्तो भोक लाग्यो सो चाउचाउ सादेको मगाइदिएको अहिले खाजा खानु लाग्यो चाउचाउ सादेकोबाट चाहिँ स्टार्टिङ छ है हाम्रो भोक लागिरहेको छ कि छैन त यही चाहिएको थियो छुट्टै स्वाद छ केटाहरू उता चाहिँ हाम्रो रमित ढुङ्गानाको भाइ है सानो भाइ फेरि अरे तिमीहरूलाई थाहै छैन बफमा झोल मोमो आइसकेको छ खाजाको लागि टक्क मजाले यहाँ चाउमिन छ चिसो छ तातो है। ल, अब खानुपर्छ केटा चिसो मिठो रहेछ खाइदिउँ केटा खाइदिउँ चाउमिन धेरै खान मन लागेको मलाई यो खुर्सानीको सो ओके अलराइट गाइज अहिले हामीले खाजा खान पनि सक्यौँ आजको लागि हाम्रो ब्लग यतै समाप्त हुन्छ आजै सिद्धिन्छ सो भिडियोलाई लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला अब अर्को भिडियो लिएर चाहिँ नेक्स्ट विकतिर फेरि हाम्रो भेट्ने छ त्यति दिनसम्मको लागि बाई बाई टेक केयर गाइज I love you.